सुदूरपश्चिम रोयल्सको ठूलो निर्णय, दिपेन्द्र सिंह ऐरी सहित 7 खेलाडी रिटर्न, उपाधि जित्ने लक्ष्य सहित सिजन 3 को तयारी सुरु। नेपाल प्रिमियर लिग एनपीएल सिजन 3 को तयारी तीव्र बनाउँदै सुदूरपश्चिम रोयल्सले आफ्ना 7 प्रमुख खेलाडीलाई रिटर्न गरेको छ। टोलीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको सूची अनुसार मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सहित विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोरा, हेमन्त धामी र हिक्मत महरा आगामी सिजन पनि रोयल्सबाटै खेल्नेछन्। सुदूरपश्चिमले नयाँ सिजनका लागि टोली निर्माण प्रक्रिया अघि बढाउँदै केही खेलाडीलाई विदेश समेत गरेको छ। सुदूरपश्चिमले बाहिरिएका खेलाडीहरूको एकदम प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ। एनपीएलका पहिला 2 सिजनमा उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक ट्रफी उचाल्ने लक्ष्य सहित मैदानमा उत्रिने तयारीमा छ। रोयल्सले दुवै सिजनमा लिग चरणमा प्रभुत्व जमाएको थियो। पहिलो सिजनमा 7 मध्ये 6 खेल जित्दै शीर्ष स्थान हासिल गरेको टोली फाइनलमा जनकपुर बोल्ससँग पराजित भएको थियो। त्यस्तै दोस्रो सिजनमा पनि सुदूरपश्चिमको प्रदर्शन शानदार रह्यो। टोली फेरि 6 खेल जित्दै अङ्क तालिकामा शीर्ष स्थान सुरक्षित गरेर लगातार दोस्रो पटक फाइनल पुग्यो। तर उपाधि भिडण्डमा लुम्बिनी लायन्ससँग हार बेहोर्दै फेरि उपविजेतामै सीमित हुनु पर्यो। पहिला 2 सिजनमा सुदूरपश्चिमले कुल 18 खेल खेल्दा 14 खेलमा जित हासिल गरेको छ। यो तथ्याङ्कले टोलीको निरन्तरता उत्कृष्ट देखाए पनि उपाधि भने अझै टाढी रहेको छ। यसपटक दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोलीले आफ्नो मुख्य घरेलु आधारलाई कायम राखेको छ। अनुभवी विनोद भण्डारी, भरपर्दो ब्याटर आरिफ शेख र ईशान पाण्डेले ब्याटिङलाई मजबुत बनाउनेछन् भने अविनाश बोरा, हेमन्त धामी, हिक्मत महराले बलिङ आक्रमणको जिम्मेवारी सम्हाल्नेछन्। लगातार 2 पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्सका लागि सिजन 3 विशेष अवसर हुनेछ। अब सबैको नजर यही टोलीमाथि हुनेछ कि सुदूरपश्चिमले यसपटक उपाधिको सपना पूरा गर्ला वा फेरि दुर्भाग्य दोहोरिनेछ। हजुरहरूलाई के लाग्छ? आफ्नो धारणा कमेन्टमा लेख्न नबिर्सिनुहोस्। यस्तै क्रिकेटका ताजा समाचार हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। जय नेपाल, जय क्रिकेट।